धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरूको उपस्थिति र समर्थनले यो उद्घाटन समारोह सफल र यथार्थपूर्ण बनाएको छ। नेपाल र भारत बीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक र सांस्कृतिक आधार गहिरो छ। दुई देशबीच खुला सिमाना, घनिष्ठ जनजन सम्बन्ध, परस्पर निर्भरता र पारस्परिक सम्मानका आधारित सहकारीले दुवै देशलाई जोडेर राखेको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, भूकम्प पुनर्निर्माण, स्थानीय विकास जस्ता क्षेत्रमा भारतको सहयोग निरन्तर रहँदै आएको छ। यस्ता परियोजनाहरूले दुवै देशबीचको मित्रता र विश्वासलाई अझ मजबुत बनाइरहेको छ। आज उद्घाटन भएको विद्यालय र छात्रावास भवन पनि यही मित्रताको प्रतीक हो। यस्तो सहयोगले केवल भौतिक संरचना निर्माण मात्र होइन, भविष्य निर्माण गर्ने अवसर प्रदान गर्दछ। नेपाल भारतको सहकार्य विकास, समृद्धि र आपसी हितका लागि अझै प्रभावकारी हुँदै जानेछ भन्ने विश्वास लिएको छु। विद्यालय र छात्रावास भवन हाम्रो समुदायको दीर्घकालीन आवश्यकता हो। परियोजना 2081 1 महिना 26 गते सम्झौता भएको र सम्झौताको कुल लागत रकम 3,39,32,501 रुपैयाँ र गाउँपालिकाको 20% र भारतीय दूतावासको 80% को आर्थिक सहयोगमा मिति 2082 4 महिना 25 गते यो काम सम्पन्न भएको छ। त्यसका लागि म विद्यालय, समुदाय र स्थानीय तहको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछु। साथै यस्ता कार्यक्रमहरू भविष्यमा पनि भारतीय दूतावासको सहयोगमा सञ्चालन हुने आशा एवं विश्वास लिएका छौँ। यो योगदानले यहाँका बालबालिकालाई सुरक्षित, सुव्यवस्थित र प्रोत्साहनपूर्ण वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने आशा लिएको छु। आज प्रमुख अतिथिज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईले दिनुभएको समय, प्रेरणादायी भनाइ र प्रोत्साहनले हामी सबैलाई ऊर्जा मिलेको छ। यस परियोजनामा पूरा गर्न सहयोग गर्ने स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, प्राविधिक टोली, निर्माण व्यवसायी, शिक्षक तथा स्वयंसेवक सबैप्रति म कृतज्ञता छु। तपाईहरूको मेहनत, समन्वय र प्रतिबद्धताले हामी आज यस खुसीको क्षणमा पुगेका छौँ। प्रिय विद्यार्थीहरू, यो भवन तपाईहरूको भविष्यका लागि बनाइएको हो। मेहनत गर्नुहोस्, सपना देख्नुहोस्, अवसरको भरपूर उपयोग गर्नुहोस्। यही तपाईहरूको प्रगति नै हाम्रो वास्तविक सफलता हो। विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षाकर्मी, स्थानीय तहबाट सामूहिक रूपमा विद्यालयलाई शिक्षा मैत्री वातावरण सञ्चालन गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु। अन्त्यमा आजको कार्यक्रम सुव्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दछु र यससँगै म आजको यस उद्घाटन कार्यक्रम औपचारिक रूपमा समापन भएको घोषणा गर्दछु। सबैलाई सुरक्षित यात्रा र शुभ दिन कामना गर्छु। धन्यवाद।